हेलो एभ्रिवान, आज चाहिँ फेरि पनि हामी चर्च, आज गुड फ्राइडे हो होइन, हाम्रो निम्ति प्रभु यीशु क्रिस्ट चाहिँ क्रुसिफाई भएको दिन। अनि त्यही सम्झनामा हामी आज गुड फ्राइडे भनेर है चर्च जाँदैछौँ। अनि हामी म घरदेखि भर्खर निक्लिँदैछौँ। मेरो छोराहरू दुईजना बदमास गरिरहेको छ। अब यिनीहरूले टुक्रा मात्रै खानु भएको। मैले चाहिँ अनितालाई भिडियो गर्नु लाएँ है, किनभने म चाहिँ ताला लगाउँदै थिएँ र अन्त मैले यहाँनिर मेरो चप्पल देखाइदेऊ न, मलाई सबै कस्तो देखियो भनेर मैले उसलाई खिच्नु लगाएँ होइन। मैले है यो चप्पल चाहिँ एकदमै राम्रो थियो, मलाई गिफ्ट दिनुभएको, थ्याङ्क यू सो मच। आज चाहिँ म चाहिँ अब नयाँ चर्च अस्ति भर्खर इनोग्रेसन भएको होइन चर्च, अहिले भन्दा 14 तारिक अप्रिल। अन्त म चाहिँ त्यो चर्चमा चाहिँ यति बेसी मान्छे धेरै चाहिँ म पस्नु पनि पाइनँ नि त। अन्त यहाँनिर आज चाहिँ कस्तो छ, म यो छोटो हाम्रो चर्चलाई पनि टुर गरौँ भनेर सोचेर यहाँनिर निक्लेको है। त्यतिमा चाहिँ हामीले गाडी पनि पायौँ है, तल झर्नु बित्तिकै गाडी पाएर हामी चढेर गयौँ है। अनि चर्च यो नयाँ चर्चमा आएको छैन, भित्र पसेको छैन नि त है। पहिला हामी दुई भाइलाई पो खिच्दिनु पर्यो। बाजेको त यहाँ अलरेडी छ नि, कम्ती छ। यो चाहिँ हाम्रो नयाँ चर्च अङ्गुर भएको है। यहाँ देख्न सक्नुहुन्छ, म चाहिँ जस्ट चर्चदेखि है गेटदेखि भित्र पसेँ। यहाँनिर एकदमै सुन्दर तरिकाले है बनाउनु भएको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँभित्र मजा नि चर्चमा एन्ट्री हुनुभन्दा अगाडि चाहिँ जुत्ताहरू चप्पलहरू फुकाएर जानुपर्छ है। अघि आइपुगेछ नयाँ चर्चको, यसो भिडियो गरौँ भनेर आएको, पसेको छैन नि त। जेरुको आपा चाहिँ अघि आइपुगेछ यहाँ दाजुसँग। दाजु अघि हामी बसिरहेको छौँ। अनि अलिकति नयाँ चर्च भएर एकदम एक्साइटेड छु। दाजु एक्साइटेड हो एकदम। यहाँ एउटा हाम्रो यहाँनिर एउटा टिभी पनि राखेको रहेछ, यहाँ देख्न सक्नुहुन्छ। हेब्रोन पेन्टिकस्टल चर्च स्थित लोकडाँडा देख्नुभयो। यहाँनिर हाम्रो चर्च है एकदमै सुन्दर तरिकाले बनिएको छ, भर्खर ओपनिङ भएको। यो चाहिँ म फर्स्ट टाइम आज यहाँनिर। यहाँ पुलपिट यहाँनिर चाहिँ अहिले चेयरहरू लाउँदैन होला सायद, यहाँनिर चाहिँ हामी भुइँमै बस्नुपर्ने है। अन्त बेसी चर्चमा भिडियो पनि गर्नु हुँदैन। हाम्रो यहाँनिर ब्लेसन है, म बिहा गर्दा यत्रो थियो, मेरो छोरा जेरेम जत्रो थियो, अहिले त धेरै स्वर पनि तिनवटा जस्तो भएको के दामी रहेछ। कुकिङ लाइट बलिन्छ अहिले डीजे अन गर्छ ले। आज हाम्रो चर्चको यहाँनिर यति नै हो। धेरै सिनियर गुरुङ बाजे होइन कि तपाईँ धेरै के भन्छ बुजुर्ग, हाम्रो चर्चको बुजुर्ग बाजे। बुजुर्ग के भनेको बुजुर्ग भने? अब सबैभन्दा ठुलो। यहाँनिर घुमाइदिउँ न तपाईँले। जय मसी। हामी चाहिँ अब घर फर्केको है, सेवा सकेर पनि। थ्याङ्क यू एभ्रिवान फर यर लभ एन्ड सपोर्ट। ओके, बाई बाई।